लेटाङवासी सुन्नुहोस्, आज हजुरहरूलाई हाम्रो निम्तो छ। आज नाटक हेर्नु भएन भने पक्कै भोलि पछुतो हुनेछ। बीटीएस को टोली आयो, स्वास्थ्य सन्देश बोकी। बीटीएस को टोली आयो, स्वास्थ्य सन्देश बोकी। जिन्दगी बन्न सकिन्छ है सही बाटो रोजी। जिन्दगी फेर्न सकिन्छ है सही बाटो रोजी। आउनुहोस् है हेर्नलाई, नाटक हेरी जीवन फेर्नलाई। आउनुहोस् है हेर्नलाई, नाटक हेरी जीवन फेर्नलाई। आउनुहोस् है हेर्नलाई, नाटक हेरी जीवन फेर्नलाई। बुबा, दिदी बहिनी तथा दाजुभाइहरू, हामी जनस्वास्थ्यका विद्यार्थीहरूले हजुरको सुन्दर लेटाङमा घर घरमा घुमेर स्वास्थ्य सर्वेक्षण गर्दा एउटा यस्तो समस्या देख्यौं जुन सरुवा रोग जस्तै फैलिएको छ, जसले हाम्रो होनहार युवाहरूको मस्तिष्क र कलेजो मात्र होइन, सिङ्गो परिवारको खुसी नै ध्वस्त पारेको छ। हो साथी, त्यो समस्या अरू केही नभएर मदिरा र लागु औषधको दुर्व्यसन। कतिपयले यसलाई फेसन भन्छ, कतिपयले टेन्सनको ओखती, तर यो ओखती होइन, विष हो। यसै विषयसँग सम्बन्धित हामीले एउटा जनचेतनामूलक सडक नाटक लिएर उपस्थित भएका छौँ। यस नाटकमा हुनुहुने पात्रहरू यस प्रकार हुनुहुन्छ। रमेश, कलेज पढ्ने युवा जो लागु औषधको लतमा फसिसकेका छन्। विकास, रमेशलाई बिगार्ने कुसङ्गतको प्रतीक। कसौरे माइला, गाउँको एक रक्सी खाने पात्र, देख्दा रमाइलो तर दुःखद। हरिबहादुर, रमेशको बुबा, कडा स्वभावका। राधिका, रमेशकी आमा जो भावुक र असहाय हुनुहुन्छ। अनिसा, रमेशको असल साथी, सकारात्मक परिवर्तनको सम्भावना। जनस्वास्थ्य अधिकृत, जसले वैज्ञानिक र व्यावहारिक समस्याको समाधानहरू दिनुहुन्छ। अनि हामी दुई सूत्रधार। कथा सुरु गरौँ कीर्तिमानको एउटा होटलबाट। दृश्य 1। आँसु भित्रको आँसु। बुद्धको पानीले आँखा झिम्काए नानीले इज्जत लुट्यो। पिउने पानीले मेरो त जान्ने सक्यो रहेछ। कहाँ जान्ने र चिया पर्छ यतै रहेछ, जानुपर्छ नि, जानु पर्यो। ए लेटाङ्गी नि कहाँ हुनुहुन्छ? मेरो जान सक्यो, 2 मिनट जान नखाएर हात टेन्सन सब लागिसक्यो हौ मलाई त। यसो नि मलाई झाड दिनु, जाँड खाइसकेपछि त लेटाङको राजधानी भयो, मेयर नि भयो, उपमेयर नि भयो जस्तो लाग्छ। अब भने कलेजबाट फर्किँदै गरेको रमेशलाई देखेर विकासले बोलाउँछ। ए रमेश ब्रो, हेर्दा आउँदा के छ ब्रो, ठिक जाऊ नि? के छ तिम्रो खबर? के छ ब्रो, तिम्रो अनुहार त आज लेटाङको हिउँको कुहिरो जस्तै धमिलो छ त। के पो कलेजमा? केटा हो, टेन्सन हो टेन्सन, ला जाँड खा, सब जाँड खाएपछि टेन्सन मुक्त हुन्छ तिमी, जाँड खा।
तिमी आफ्नो गोलाउने रक्सी राजा तिम्रो गल्तीमा। हाम्रो रमेश ब्रो त स्मार्ट केटो हो। उसले त यस्तो सस्तो रक्सी खाँदैन नि रमेश ब्रो। यो हेर जादुको चक्की, यो खाएपछि त सबै टेन्सन, बुवाको डर, परीक्षाको तनाव सबै चट हुन्छ। तिमी जाऊ क्या बुढा, तिम्रो कामको कुरा होइन यो। लौ ब्रो यो खाऊ। होइन यो त त्यो ऊ होइन, ड्रग्स होइन र भने त्यो हाम्रै मेरो एउटी साथी छिन् कि अनिसा, जनस्वास्थ्य पढ्छिन्। तिनले भन्दै थिइन् कि यस्तो औषधि खाए त पछि लत लाग्छ, दिमागको सन्तुलन बिग्रिन्छ। नै यार म त खान्न, मलाई डर लाग्यो। नै तिमी आफै खाऊ। के टेन्सन लिएको? अनिसा त किताबको किरा हो किरा। एकपल्ट ट्राई गर्दैमा के नै हुन्छ र? लत बस्छ र? टेन्सन नलेऊ। केटा मान्छे भएर त लाइफमा अलिकति रमाइलो र थ्रिल त चाहिन्छ नि ब्रो। यो खाइदेऊ, तँलाई मेरो कसम। नै यार मलाई यहाँ तनाव छ, कहाँ यो गोटी खाएर हुन्छ, मन नखाने। नै जाऊ तिमी खाइदेऊ, केही हुँदैन, सब टेन्सन हराउँछ। मलाई आजसम्म तिमीले टेन्सनमा देखेछौ यो खाएर? चिल फिल हुन्छ। साँच्चीकै म टेन्सन मुक्त हुन्छ त यो खाएर? भइन्छ, केही हुँदैन तिमी। केही त हुन्न नि मलाई, केही हुँदैन। साँच्चीकै हो, एकदम भरोसा गरे हुन्छ। केही त हुन्न नि। टेन्सन नलियो, खाइदेऊ। तिम्रै भरोसा खाए है त। हाम्रो दोस्तीको कसम खाइदेऊ अब। छुरो दिल्याउ त। ल टोकाइदिएछु, खाऊ। यार दोस्त अलिकति झमझमाउँदैछ। वाह यार दोस्त, म त पुरै हावामा उडे जस्तो चिल भइरहेको छु यार। थ्याङ्क यू यार दोस्त, मेरो त पुरै टेन्सनै गायब भयो। वाह यार, म फेरि पनि आउँछु है त। ल यार दोस्त। अब घर गएर सुत्देऊ। बोतलको पानीले आँखा दिनकै नानीले इज्जत मिल्यो पानीले। यसले साथीको दबावमा, पढाइको तनावको कारणले लागु औषधको सेवन गर्न थाले। आउनुहोस् बुझौँ लागु पदार्थ दुर्व्यसनको जोखिमका कारकहरू के के हुँदो रहेछन् त। साथीभाइको दबाव, मानसिक तनाव र असफलता, कौतूहलता र लागु औषधको सजिलो उपलब्धता। रमेशले सुरुमा एकपटक खाँदैमा केही हुँदैन भयो, तर जनस्वास्थ्यको भाषामा यसले बिस्तारै दिमागको कार्य प्रणालीलाई कब्जा गर्छ र मानिस यसको दास बन्छ। अब हेरौँ यसको भयावह लक्षणहरू। दृश्य 2। दल र लक्षणहरू। अब हेर्नु 6 महिनापछिको समय। रमेशले एकपटक मात्र त हुने भनेर सुरुवात गरे तापनि अब रमेश लागु पदार्थको दलदलमा फसिसकेका छन्। उनलाई लागु पदार्थको लत बसिसकेको छ। पैसा पैसा चाहियो मलाई, पैसा। मलाई औषधि खान पर्यो, कस्तो तल लागिसक्यो, मेरो मुख सुकिसक्यो। मलाई पैसा चाहियो। पैसा कता छ? पैसा चाहियो। गुन्द्रामुनि छ कि खाटोमुनि छ कि? पैसा चाहियो। यो आमाले कहाँ लुकाउँछिन् पैसा पनि? पैसा चाहियो मलाई, पैसा चाहियो, पैसा चाहियो, पैसा चाहियो, पैसा चाहियो, पैसा चाहियो मलाई। पैसा चाहियो। साथीहरू आउँदा पनि झर्किन्छौ, एक्लै बस्न खोज्छौ। के भयो तिमीलाई? के रोग लाग्यो बाबु तिमीलाई? मलाई नसम्झो आमा, मलाई लेक्चर नदेऊ। छ भने बरु पैसा देऊ, मलाई स्कुलको फी तिर्न छ। पैसा चाहियो मलाई, मलाई स्कुलको फी तिर्न छ। फी? के को फी? कुन कलेजको फी? तँलाई कलेज छोडेको 3 महिना भइसक्यो। घरको टिभी पनि बेचिस, घडी पनि कहिले छोडी छैन। पैसा चाहियो। बेचे मैले, बेचे मैले नि बेचे, सब घर आगो लगाइदिन्छु पैसा पाएन भने। मलाई पैसा देऊ, पैसा छिटो देऊ। के गरेको? हेर आमाको मेरो घर बेच्यो, आमाको घर पनि लिएर भाग्यो। आजदेखि त मेरो लागि मरिस, फर्केर
सकेर फेरि अलिक काम नगर्नु। लागू पदार्थ सेवनले रमेश लगायत अन्य लागू औषध दुर्व्यसनी व्यक्तिहरूमा देखिने लक्षणहरू यस्ता छन्। व्यवहारमा अचानक परिवर्तनहरू आउँदै जान्छ। झर्किन थाल्नु, एक्लै बस्नु रुचाउनु, आँखाहरू राता हुनु, कौन अचानक घट्दै जानु, शरीर काट्नु। अब हेर्नुहोस् केही दिन पछिको समय। अस्ति भर्खर आमाको घडी छोडेर खाएको माल पनि सकियो यार। अब कहाँबाट जुटाउने होला मैले? कस्तो फेरि खान मन लागिहाल्यो। अस्ति आमाको घडीको जम्मा 2000 मात्रै आयो, त्यो 2000ले जम्मा 5 दिन पुग्यो। अब कहाँबाट जुटाउने होला? ए भगवान्, छिटो खान पाएन हुन्थ्यो, म त मर्छु जस्तो भइसक्यो। त्यो विकाससँग पक्कै 1-2 दिनको लागि स्ट्रक्चर हुन्छ, मार्ता हुन्छ, त्यही छिन जान पर्यो। दिन्छ कि उधारो बहिनी? विकास साथी यार, के छ तेरो खबर? मलाई 2 स्टिक भानी दिएन यार, आजको लागि मात्रै भानी हुन्छ। म त कस्तो चल लाएर मोर्छु जस्तो भइसक्यो यार। खोइ पैसा ल्याएर पैसा भोलि बिहान नै दिँदा हुन्न, बिहान नै दिन्छु मैले। होइन हाम्रो व्यापारमा उधार चल्दैन। त्यस्तो नभन्ने यार, हाम्रो साथी होइन पहिलाको। होइन हुँदैन, पैसा नै के सामान छ होला नि त? होइन, म भोलि बिहान नै तँलाई पैसा दिन्छु नि त साथी। बिना पैसाको जम्दैन। साथी दिएन यार, तेरो समाधानको बाटो, जनस्वास्थ्यको दृष्टिकोण। निशा नानी सुन न, तँ पल्ला घरे गफौरे माइला त रक्सी खान्थे नि। अनि तिमी त अस्ति होटेलमा रक्सी खाँदा खाँदै लडेछन्, अनि अस्पतालमा लगेको त बितेछन् बुढा त। यो जार रक्सीले त साँच्चीकै धेरै बिगार्नु गएछ। हो त नि, त्यस्तै छ हाम्रो समाजको अवस्था। त के भयो के भयो? रमेश, यो त हाम्रो रमेश हो। रमेश रमेश खेलकुदमा पनि मान्छेको मलाई बचाऊ अनिसा, मलाई बचाऊ प्लिज, मलाई बचाऊ। म यो घडी निस्किन चाहन्छु अनिसा, मलाई बचाऊ। मलाई मेरो घरमा बुवा आमाले पनि चाकरी सक्नु भयो। म अपराधी भइसकेँ अनिसा, मलाई बचाऊ। होइन साथी, तिमी अपराधी होइन। उचित साथ र सहयोग पाएपछि यस लतबाट निस्किन सम्भव छ। म कुरा गर्छु नि अङ्कल आन्टीसँग, तिमी चिन्ता नलियो। मान्नुहुन्छ, बुझ्नुहुन्छ नि त? हो बाबु, अवश्य निको हुन्छ। तिमी अपराधी होइनौ नि, तिमी त एक बिरामी हौ। जसरी मधुमेह, उच्च रक्तचापको बिरामीलाई उपचार चाहिन्छ नि, त्यसै गरी दुर्व्यसनमा फँसेका व्यक्तिहरूलाई पनि चिकित्सा र मानसिक उपचार चाहिन्छ। हिँड बाबु, तिम्रो घर जाऊ। हिँड तिम्रो घर जाऊ। बाबु बाबु, कहाँ थियो तिमी अहिलेसम्म? कस्तो टेन्सन भएको थियो? अब कहिले नि छोडेर नजाऊ है।
यसलाई यहाँ नल्याऊ, यसले मेरो इज्जतमा त मिलायो, यसलाई यहाँ नल्याऊ। अङ्कल बुझ्नुहोस् तपाईँ, रमेशलाई चाहिँ अहिले गाली गर्नुहोस् चाहिँ नगर्नुहोस्। रमेशको चाहिँ यस्तो हालत हुनुमा कतै न कतै हामीले पनि उसको चाहिँ मानसिक तनाव नबुझेको पनि हो। स्वास्थ्य संस्थामा पनि उसका रमेश जस्ताका लागि परामर्श सेवाहरू उपलब्ध छन्। हाम्रो रमेश चाहिँ चाँडै निको भइहाल्छ नि त अङ्कल। तर नानी, यो जाँड रक्सी र लागु औषधको उपचार निको हुन्छ र? अवश्य हुन्छ नि अङ्कल। यसका त 4वटा चरणहरू छन्। पहिलो चरण भनेको डिटोक्सिफिकेसन। त्यसको अर्थ हुन्छ अस्पतालमा गएर डाक्टरको निगरानीमा शरीरमा भएका विषालु पदार्थलाई सुरक्षित रूपमा बाहिर निकाल्ने। दोस्रो चरण हुन्छ मनोवैज्ञानिक काउन्सिलिङ। त्यो भनेको तनावलाई व्यवस्थापन गर्ने, आत्मबललाई बढाउने र कुसङ्गतलाई नाइ भन्न सिकाउने। तेस्रो चरण भनेको पुनर्स्थापना। योग, ध्यान, सिपमूलक तालिमहरू दिएर चाहिँ हामीले पुनर्स्थापना गर्न सकिन्छ। चौथो भनेको पारिवारिक र सामाजिक सहयोग। आफ्ना छोराछोरीलाई शङ्का गर्नुको साटो माया र भरोसा दिने। यी 4 चरणहरू भयो भने अवश्य निको हुन्छ नि अङ्कल। हाम्रो रमेश बाबु चाँडै निको हुन्छ नि। मलाई माफ गरिदिनु बुवा, मलाई माफ गरिदिनु आमा। म यो कुलतबाट निस्किन चाहन्छु, म यो खान चाहन्न। मलाई माफ गरिदिनु बुवा। होइन बाबु, मलाई माफ गर। तिमीले सबैभन्दा धेरै चाहिएको बेला हामी तिम्रो साथ दिन सकेनौँ। हो बाबु, हामीलाई माफ गरिदेऊ। हामीले तिमीलाई कहिले पनि बुझ्न सकेनौ। पहिला दाजुसँग के भएको कुरा त तपाईँलाई थाहा नै पाइसक्नु भएको छ। उहाँको घर परिवारमा पहिलेदेखि नै त्यो साथीको सहयोग नभएपछि त्यस्तो भएको। हाम्रो रमेशलाई चाहिँ अब चाँडैभन्दा चाँडै हाम्रो रमेशलाई चाहिँ चाँडोभन्दा चाँडो स्वास्थ्य संस्थामा लगेर चाहिँ उसलाई चाहिँ चाँडोभन्दा चाँडो निको बनाउनुपर्छ नि त। अब हो अङ्कल, अब हामी रमेशलाई सँगै पुनर्स्थापना केन्द्र लगाऊ र केही महिनापछि उसलाई निको भइहाल्छ नि। हुन्छ बाबु, होइन, चाँडैभन्दा चाँडै हाम्रो छोरालाई निको पार्नुपर्छ। हामी हेर्दैछौँ 1 वर्षपछिको समय जब रमेशलाई उसको घर परिवार स्वास्थ्य कर्मीले पुनर्स्थापना केन्द्रमा लगेर पुरै तरिकाले निको भएर समाजमा राम्रोसँग स्थापना भइसकेको हुन्छन्। आमा आमा, मैले डिस्टिङसन हाने नि परीक्षामा। हेर्नु त, कति राम्रो गरेछ मेरो बाबु त। मैले त पानिदिए। हेर्नु त, अब सधैँ यस्तै राम्रो हेर्नु त, गर्नुपर्छ है। मैले त पानिदिए परीक्षामा। हो रहेछ त, धेरै राम्रो मार्क्स ल्याएको छ त छोरा। शाबास, थ्याङ्क यू बुवा। अब हाम्रो छोराले सधैँ राम्रो गरेर आउँछ है। हस् आमा। बुवा, आमा, दिदी, बहिनी र दाजुभाइ, लागु औषध र मदिरा मुक्त समाज निर्माण गर्नको लागि बहुक्षेत्रीय सहकार्य चाहिन्छ। अभिभावकहरू आफ्ना छोराछोरीलाई समय दिनुहोस्, उनीहरूको कुरा सुन्नुहोस्। युवा साथीहरू, जीवनमा जस्तोसुकै तनाव आए पनि कुलत होइन, खेलकुद, कला र रचनात्मक काम रोज्नुहोस्। र स्थानीय सरकार, प्रहरी प्रशासन, स्वास्थ्य कर्मी र हामी सबै मिलेर अवैध लागु औषधको बिक्री वितरणलाई लेटाङबाट पूर्ण रूपमा निषेध गरौँ। युवा जनशक्ति